सोमबार, मङ्गलबार, बुधबार, बिहिबार, शुक्रबार, शनिबार। धन्यवाद गुरुआमा। शुभ प्रभात गुरुआमा। धन्यवाद गुरुआमा। किनकि मलाई मनपर्छ। म मेरो आमा र दिदीलाई लाएर देखेर मलाई पनि मन पर्यो। गुरुआमा किनभने अहिलेसम्म मैले केटाहरूले फुली लाखे देखेको छैन। अनि के छ यसमा हाँस्ने कुरा? जसले लाउन मन लाग्छ त्यसले लाउन सक्छ। केटा र केटी छुट्याउनु पर्छ फुली लगाउनुलाई। ल सबैजना साना नम्बर 50 निकाल्नुहोस् त। के को आलोक किन पाना नम्बर 50 ननिकालेको? गुरुआमा मेरो किताबमा पाना नम्बर 50 नै छैन। के भन्छ? गुरुआमा पाना नम्बर 50 त यता छ। आलोक तिमीलाई कति सम्झाइसके? किताब भनेको सरस्वती माताको रूप हो। किताबले हामीलाई ज्ञान दिन्छ अनि त्यही किताबलाई चाख्छौ। तिमीलाई कति चोटि सम्झाए? त्यही भनी तिमी बाँड्दैनौ है। किताब भनेको के हो? सरस्वती माताको रूप हो। अनि किताबले हामीलाई के दिन्छ? ज्ञान दिन्छ। अनि त्यही किताबलाई च्याप्नुहुन्छ? हुँदैन। गुरुआमा म बस्छु। बस। ल भोलि आउँदा पाना नम्बर 51 र 52 पढेर आउने। जसले पढेर आएको छैन म त्यसलाई कसरत गराउँछु। के गराउँछु? कसरत। धन्यवाद।